साथीहरु दुईवटा कम्पनीबाट तपाईले सामाजिक सुरक्षा कोषमा योगदान गर्न मिल्छ कि मिल्दैन? यसको सिधा जवाफ हो मिल्छ। किनभने सामाजिक सुरक्षा कोष भनेको चाहिँ एउटा कम्पनीले आफ्नो इम्प्लोइलाई दिने बेनिफिट्स हो भनेर बुझौं हैन एक हिसाबले। अब खासमा के हुन्छ भन्दा एकजना मान्छेले दुई तीनवटा कम्पनीमा पनि काम गरेको हुन सक्छ। कामको प्रकृति फरक हुन्छ। कन्ट्र्याक्ट बेसिसमा हुन सक्छ, पार्ट टाइम हुन सक्छ, फुल टाइम हुन सक्छ हैन। त्यो भएको हुनाले जस्तै मैले डिजिटल सोलुसनमा काम गर्छु 10 to 4 अनि मैले एज अ कन्सल्टेन्ट भएर अन्त काम गर्छु स्यालेरी बेसिसमा। हुन्छ त्यस्तो अवस्थामा त्यो कम्पनीले पनि मेरो सामाजिक सुरक्षा कोष हाल्दिन सक्छ र यता डिजिटल सोलुसनबाट त मैले सामाजिक सुरक्षा कोषमा रकम योगदान नै गर्न सक्छु। अब दुईवटा कम्पनीबाट सामाजिक सुरक्षा कोषमा योगदान गर्नको लागि एउटामा त म लिंक छु अहिले डिजिटल सोलुसनमा भने म अर्को कम्पनीबाट डिपोजिट गर्नको लागि योगदान गर्नको लागि के गर्नु पर्यो त्यो कम्पनीले सामाजिक सुरक्षा कोषलाई चाहिँ एउटा सानो फर्म हुन्छ त्यो फर्म भरेर पठाउनु पर्छ इमेल गरेर र मेरो एसएसआईडी त्यो कम्पनीसँग पनि लिंक भएको हुन्छ र उसले पनि योगदान गरिदिन मिल्यो मैले पनि योगदान गरिदिन मिल्यो। सामाजिक सुरक्षा कोषसँग सम्बन्धित भिडियोहरू रबिन पौडेल युट्युब च्यानलमा छन्। योसँग सम्बन्धित कुराहरू सिक्नु होला बुझ्नु होला भन्ने जानकारी दिँदै बिदा चाहन्छु। नमस्ते।